नमस्कार, पोखरा स्पोर्ट्समा यहाँलाई हार्दिक स्वागत छ। म केशव पाठक। म यति बेला छु पोखरा रङशालामा र पोखरा रङशालामा 16औं संस्करणको गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्सको अन्तर्गतको एथलेटिक्स प्रतियोगिता सञ्चालन भइरहेको छ र यो प्रतियोगिता सञ्चालन भइरहँदा मसँग यति बेला कुराकानीमा जुट्नु भएको छ प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा र यो प्रतियोगिताको उहाँ संयोजक पनि हुनुहुन्छ। स्वागत छ यहाँलाई। नमस्कार। र यो प्रतियोगिता बागलुङमा मुख्य गरी सञ्चालनको लागि यहाँले निर्णय गर्नुभयो र बागलुङ पनि जानुभयो, तर खेलाडीहरू भोलिपल्ट पोखरा फर्किनुपर्ने बाध्यता एथलेटिक्सतर्फको रह्यो। के कारण थियो, के कमजोरी रह्यो? हामीले मुख्य गरी पोखरामा हुँदै आएको राष्ट्रपतिको यो प्रदेश स्तरको प्रतियोगितालाई 2080 सालबाट यो प्रत्येक जिल्लामा आलो पालोदेखि जिल्लाको इन्ट्रेस्ट अनुसार चाहिँ गर्ने प्रक्रिया सुरु गऱ्यौँ। पहिलो 80 सालमा नवलपुरमा भयो, दोस्रो गोर्खामा, तेस्रो बागलुङमा। यसले मुख्य गरी खेलकुदको कल्चर र संस्कृति पनि हामीले सँगसँगै सबै ठाउँमा लानुपर्छ, प्रचार प्रसार गर्नुपर्छ। अभिभावकहरूको, खेलप्रेमीहरूको माया अझै बढी बटुल्नु पर्दछ, आशीर्वाद अझै लिनुपर्छ भन्ने उद्देश्यले यो एउटा आलो पालो प्रत्येक जिल्लामा हामी गर्दैछौँ। बागलुङमा हामीले 14 गते सबै खेल मैदानहरू तयार भइसकेको अवस्था थियो, तर राति 14 गते ठुलो पानी आइसकेपछि हामीले बनाएको खेल मैदान अब यो ट्र्याक छैन, तसर्थ त्यो खेल्न लायक 2-3 दिनै खेल्न नसक्ने स्थिति भइसकेपछि हामी त्यहाँको प्राविधिक टोली, एथलेटिक्सका प्राविधिक टोली, एथलेटिक्स सङ्घ सबैको सल्लाहले के गर्यौँ भने हामीनिर 2 दिन 3 दिन काम बिचमा समय पनि रहने र पोखराको गण्डकीको टिम केन्द्रीय प्रतियोगितामा जाँदाखेरि कम्तीमा 2 दिन 3 दिन हामीले ट्र्याकमा सिकाउन सक्यौँ, खेलाउन सक्यौँ भने यसलाई सिफ्ट गरौँ यो एथलेटिक्सलाई भनेर पोखरा हामी सबैको सल्लाहले खेल मैदानको प्राविधिक कारणले मात्रै हामी सिफ्ट गऱ्यौँ। यद्यपि यति हुँदा पनि बागलुङमै हाम्रो त्यो जुन मेन कप छ हस्तान्तरण गर्ने कार्यक्रम राख्यो, उद्घाटन पनि त्यहीँ भयो र समापन पनि त्यहीँ गर्ने किसिमले हामीले राखेका छौँ। र यो बिचमा आज हाम्रो एथलेटिक्सको सबै खेल सकिसकेपछि आजैबाट चाहिँ सबै खेलको क्लोज क्याम्प प्रशिक्षणमा राख्छौँ र 19 गते हाम्रो यहाँबाट काठमाडौँ 20 देखि 22 सम्म छ, त्यो प्रतियोगितामा सहभागी हुन जान्छौँ। मुख्य कारण यो स्वरूप एउटा यही हो। जस्तो राष्ट्रपति रनिङ सिल अब 16औं संस्करणसम्म आइपुगेको छ, हामी पनि प्रत्येक वर्ष चाहिँ छोटो अवधिको लागि यो प्रतियोगिता आयोजन गर्छौँ, 1 दिनको लागि क्लोज क्याम्प गर्छौँ, अनि केन्द्रमा गएर खेल्छौँ। पर्फर्मेन्स खेलाडीको त्यति राम्रो चाहिँ देखिएको छैन र गण्डकीले त्यति राम्रो सुधार चाहिँ गर्न सकेको छैन। यो कारण चाहिँ के होला? यो मुख्य गरी यो राष्ट्रपति रनिङ सिल पालिका तहदेखि जिल्ला तह, त्यसपछि प्रदेश अनि केन्द्रमा हुन्छ, 4 तहमा प्रतियोगिता हुन्छ। नेपाल सरकारको यो वार्षिक क्यालेन्डरमा हुने यसको निर्देशिका नेपाल सरकारले स्वीकृत गरेका छ। यसको नेपाल सरकारले बजेट विगत 2 आर्थिक वर्षदेखि पहिला दिन्थ्यो, सशस्त्र पालिकालाई पनि 1 लाख दिन्थ्यो, प्रदेशलाई दिन्थ्यो, गर्थ्यो, तर यो आफ्नो वार्षिक कार्यक्रममा नेपाल सरकारले 2 आर्थिक वर्षमा चाहिँ बजेट दिएन। यद्यपि यति हुँदै पनि हामीले गण्डकीले जिल्ला र पालिका हामीले करिब पुष महिनासम्म सकिसकेको थियो। केन्द्रको खेल तालिका नआउँदासम्म हामीले प्रदेशलाई चाहिँ आयोजना गर्न सकेनौँ र यो जहिले पनि केन्द्रले चाहिँ हामी कसैसँग पनि हामी 7वटा प्रदेशसँग सल्लाह गर्दैन, जहिले पनि जेठ महिनामा लैदिने, बर्खाको बेलामा लैदिने, तसर्थ आफ्नै वार्षिक क्यालेन्डरको सन्दर्भमा नेपाल सरकारले बजेट छुट्याउँदैन, दिँदैन, मिति टाइममा तोक्दैन। यो एउटा नेपाल सरकारले खेलकुदप्रति चाहिँ त्यति पोजिटिभ दृष्टिकोण बनाएको होइन कि भन्ने हामीलाई पनि कता शङ्का लाग्छ। तर पनि हामीले जिल्ला र पालिका केन्द्र नतोक्दा पनि हामीले आफ्नो सम्पन्न गरेर बसेका थियौँ। जस्तो कि यो अन्तिम समयमा हुने बजेट नहुने, तपाईँहरू पनि बजेट नभएको हुनाले प्रदेश पनि लामो समयदेखि पर्खाइमा रह्यो। प्रदेश स्तरीय गर्नको लागि 4-5 महिना अगाडि नै पालिका स्तरका, जिल्ला स्तरका प्रतियोगिताहरू सम्पन्न भएको थिए। यस्तो खालको प्रतियोगिताहरू कहिलेसम्म धान्ने प्रदेश खेलकुद परिषदले कस्ता योजना बनाएको छ? आगामी दिनमा चाहिँ सरकारको यस्ता खालका योजनाहरू तय गर्न, मिति तय गर्न, फिक्स गर्न, खेलाडीहरूलाई एउटा हौसला दिन के गर्नु पर्ला? तपाईँको सुझावहरू के हुनसक्छ? सबैभन्दा पहिला खेलकुद क्षेत्र यो ब्युरोक्रेसीले पनि राजनीतिक नेतृत्वले पनि के चाहिँ बुझेन भने यो उत्पादनको क्षेत्र होइन। आज कालो पत्र बनाएपछि भोलि दौड्न पाइन्छ, हिँड्न पाइन्छ, गाडी गुडाउन पाइन्छ भन्ने सोचाइको हाम्रो ब्युरोक्रेसी र राजनीतिक नेतृत्वहरूको चाहिँ त्यस्तो देखियो जस्तो मलाई लाग्छ। तसर्थ हामीले त्यो बुझाउन जरुरी छ। खेलकुद क्षेत्र मानव विकास सूचाङ्कमा यसले धेरै कुरा चाहिँ माथि लान सक्छ। स्वास्थ्यको हिसाबमा, चरित्रवान नागरिक निर्माणको सन्दर्भमा, लागु औषध दुर्व्यसनी नियन्त्रणको सन्दर्भमा, समाजमा हार्ने र जित्नेको बिचको सद्भावको कुरामा, राष्ट्रिय झन्डालाई अन्तर्राष्ट्रिय लेभलसम्म पुर्याउने सशक्त एउटा माध्यमको रूपमा, नेपाली पहिचान, नेपाली राष्ट्रियतालाई सबैलाई एकै ठाउँमा जोडेर राख्ने कुरामा, नेपालका विभिन्न भूगोल
जस्तै यही मुस्ताङ हेर्नुहोस् उच्च हावापानीमा छ, पोखरा हेर्नुहोस् अलिक बिचमा छ, तल नवलपुर छ। भूगोलको जुन बनोट छ त्यसलाई पनि सबैलाई एक ठाउँमा ल्याएर पहिचान बनाउने कुरामा, एकता बनाउने कुरामा, कला संस्कृति जात धर्म सबै कुरालाई मिलाउने कुरामा खेलकुद क्षेत्र मात्रै एउटा सशक्त माध्यम हो। एउटा अर्को चाहिँ लैङ्गिक समानताको हिसाबमा जतिजना चाहिँ महिलाहरू खेल्छन् त्यति पुरुष खेल्छ, जति पुरुष खेल्छ त्यति महिला खेल्छ। लैङ्गिक समानताको हिसाबमा यो सशक्त चाहिँ एउटा माध्यम हुनसक्छ यो लैङ्गिक समानताको दृष्टिकोणले। यी सबै कुरालाई चाहिँ हाम्रो राजनीतिक कर्मीले र ब्युरोक्रेसीले बुझ्न सकेन। बजेट दिने बेलामा केन्द्र सरकारको बजेट हुन्छ, आउँछ बजेट, अस्ति बजेट आछ, राष्ट्रपतिले आउँछ भनेछ, हामीले चाहिँ माथिबाट आउँछ भनेर राखेका हुन्छौँ। बजेट आउने बेलामा राष्ट्रमाथिको आउँदैन, त्यसपछि यहाँको बजेट हुँदैन। यहाँ बजेट थप्न खोज्यो राजनीतिक कर्मीले, हामी कन्भिन्स गर्छौँ, मुख्यमन्त्रीलाई गर्छौँ, खेलकुद मन्त्रीलाई गर्छौँ, अर्थमन्त्रीलाई गर्छौँ, तर यहाँको ब्युरोक्रेसीले केन्द्रमा आयोजनै गरेको छैन प्रतियोगिता, तपाईँलाई किन बजेट थप्ने? फेरि आएर ब्युरोक्रेसीले बुझाउन सक्दैन। बडा मुस्किल। जब केन्द्रको चाहिँ घोषणा भएपछि मात्रै यहाँको पनि हाम्रै आर्थिक मामिलाको मन्त्रालयले बल्ल पैसा दिने गर्छ। यो चाहेर पनि गर्न नसक्ने परिस्थिति, हात खुट्टा बाँधेको। त्यसकारण ब्युरोक्रेसी र राजनीतिक कर्मीलाई कसरी बुझाउने होला भन्ने चिन्ताको विषय छ अहिले खेलकुद क्षेत्रमा। यो त भयो राष्ट्रपति कपको कुरा। 2 दिन अगाडि मात्रै नेपाल सरकारको बजेट पनि आयो। खेलकुद क्षेत्रले 4 अरबभन्दा बढी बजेट चाहिँ अब घोषणा पनि भयो। त्यो बजेटलाई लिएर प्रदेश खेलकुद परिषदको सदस्य सचिवको हैसियतले यहाँको भनाइ के हो र यहाँको कस्तो धारणा छ? मुख्य गरी हामीले 5 वटा आर्थिक वर्षलाई अध्ययन गऱ्यौँ भने अब यो प्रस्तावित आगामी आर्थिक वर्षदेखि 5 आर्थिक वर्षलाई अध्ययन गऱ्यौँ भने सुरुकोमा चाहिँ हाम्रो 0.11% बजेट थियो नेपाल सरकारको कुल बजेटको। त्यसपछि त्यो 0.13% आयो। बडा मुस्किलले बल्ल तपाईँको 80-81मा 0.19% आयो। र यो चालु आर्थिक वर्ष 82-83मा तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको पालामा चाहिँ बरु एउटा के आयो भने कुल बजेटको 0.31% अर्थात् 0.31% कुल बजेटले 4 अरब करिब 20 करोड जति थियो। त्यो हेर्दाखेरि प्रतिशतमा 0.31% देखिया छ भने यो आर्थिक वर्षमा हामीले हेऱ्यौँ भने अध्ययन गऱ्यौँ भने कुल बजेटको आकार बढ्यो। आकार बढेको कारणले यता पनि 4 अरब 3 करोड देखियो। प्रतिशतमा हामीले चाहिँ अध्ययन गर्दाखेरि जम्मा 0.18 समथिङ भनेपछि प्रतिशत फेरि बजेट घट्यो। अर्थात् हामीले यता हेर्दाखेरि बजेटको रकम बढेको देखिन्छ तर प्रतिशतमा कुल बजेटलाई हेर्नु घटेको देखिन्छ। एउटा पाटो। त्यसको प्रतिशत फेरि घटायो। 1% को हामीले आवाज उठाइरहेको छौँ। 71। अर्कोतिर गण्डकीले त निःशुल्क स्वास्थ्य कार्यक्रम लाने, आकस्मिक बिमाको कार्यक्रम लाने, खेलाडी कार्यक्रम लगेछ। हामीलाई त खुसी के लाग्यो भने एउटा गण्डकीले चलाएको अभियानलाई नेपाल सरकारले निःशुल्क स्वास्थ्यको चाहिँ जुन ल्याएको छ कन्सेप्ट गण्डकीबाट सिकेछ, त्यो एकदम हाम्रो पुरो सिकेकोमा धन्यवाद दिन चाहिन्छ। एउटा अब बजेट कार्यान्वयनको सवालमा चाहिँ एउटा जटिल बन्यो। त्यो बजेटलाई हामीले अध्ययन गऱ्यौँ भने 55 वर्ष उमेर पुगेका कर्मचारीहरू रिटायर हुने भनेको छ। राष्ट्रिय खेलकुद परिषदमा प्रपूर्ति भएको छैन। 1000 दरबन्दी छ। त्यो करिब 600 जना छ अहिले। अब 55 वर्ष लागू गऱ्यो भने साउनदेखि मलाई लाग्छ अहिले भएका 600 जनामा 400 जना बाहिर घर जाँदैछन्। तर अर्थ यो बजेटमा चाहिँ त्यो राष्ट्रिय खेलकुद परिषदको अब कर्मचारीको पदपूर्ति कसरी हुने हो? अहिले हामी कहाँ गत 2 वर्ष अगाडिसम्म चाहिँ तपाईँ सशर्त अनुदान नेपाल सरकारले करिब 5 करोड दिन्थ्यो गण्डकी लगायत सबैलाई। त्यही हिसाबमा भोलिन्टियर कोच राख्थ्यौँ। त्यो पनि विराज भक्त तत्कालीन युवा तथा खेलकुद मन्त्री विराज भक्तजीको पालामा काटियो राष्ट्रपतिको रनिङको सशस्त्र काट्दा। त्यो के हो त कन्सेप्ट? खेलकुदमा मलाई लाग्छ यो सरकारले अब के गर्ने त? कर्मचारी रिटायर हुँदैछ, वा प्रशिक्षकको नियुक्ति कसरी गर्ने, पदपूर्ति कसरी गर्ने, व्यवस्थापन कसरी गर्ने, त्यो बजेट भाषणमा आएको छैन। त्यसकारण यस्तो समग्रमा हेर्दा यो कार्यान्वयनको सम्बन्धमा खेलकुदको बजेट कार्यान्वयनको सम्बन्धमा एकदम कठिन छ। किन यसको तल जिल्लामा राष्ट्रिय खेलकुद परिषदको कर्मचारी छैन, प्रदेशमा उसको छैन। ऐनमा हाम्रो राष्ट्रिय खेलकुद विकास ऐन हेऱ्यौँ भने प्रदेश र जिल्ला हामी मार्फत छ, तर हामीसँग कुनै समन्वय छैन। बजेट बनाउने कुरामा हामी पनि राखेको बोर्डको मेम्बर, कुनै दिन बैठक भएर छलफल भएन। त्यसपछि गएर कार्यान्वयनको सम्हाल्नु चुनौतीपूर्ण छ, किनभने उनीहरू सहकार र समन्वय गर्दैन प्रदेश खेलकुद परिषदसँग राष्ट्रिय खेलकुद परिषदले। उहाँहरूको आचरण पनि के देखियो भने खेलकुद मन्त्रालय अहिले त झन् सानो लगेर एउटा शाखा जस्तो बनाइदियो शिक्षा तथा खेलकुद बनाएर। त्यसकारण बजेटको हिसाबमा तपाईँको यो मन्त्रालयको हिसाबमा, गाभिएको हिसाबमा
कर्मचारीको प्रतिपूर्तिको सन्दर्भमा बजेट कार्यान्वयनको सम्बन्धमा जनशक्ति त्यही हो राष्ट्रिय खेलकुद परिषदको जनशक्तिको प्रतिपूर्ति छैन व्यवस्थापन छैन बजेटको आकार बढेर के गर्ने तसर्थ यो चुनौतीपूर्ण छ यो हात्ती आयो फुस्सा धन्यवाद यो कुराकानीको लागि उहाँ हुन्थ्यो प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा यो कुराकानी यहाँलाई कस्तो लाग्यो यदि यहाँलाई मनपर्छ भने कृपया लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनुहोस् भन्दै मलाई बिदा दिनुहोस् धन्यवाद नमस्कार